नमस्कार, म तेन्जु लामा। म यति बेला गोर्खा जिल्लाकै अति विकट ठाउँ उत्तर पश्चिम सिमानामा अवस्थित हिमचुली अनि बौद्ध हिमालको काखमा दुध पोखरी, नागी पोखरी र नेम्से पोखरी जस्ता पवित्र धार्मिक स्थललाई आफ्नो सेरोफेरो बनाएर ढकमक्क फुलेका लाली गुराँस, बुकी र हजारौं सप्तरङ्गी फूलहरूलाई आफ्नो गलाभरि लिएर चम्पावती जस्ता पवित्र नदीको किनारमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण बाक्सिङ खड्कामा छु। हो, म तपाईहरूलाई यही बाक्सिङ खड्कामा आफ्नो सिङ्गो जीवन निर्वाह गर्ने एक गोठाले दाजुको दृश्य देखाउन गइरहेको छु। उहाँ कर्मगुरु, उमेरले 70 काटिसक्यो, तर उहाँको जोस जाँगर पनि युवावर्गको भन्दा कमी छैन। सिङ्गो जीवन नै आफ्नो पुर्खाले गर्दै आएको पेसालाई निरन्तर दिइरहनु भएको छ। अनि उहाँ चाहिँ देव गुरुङ, कर्मजीको बुढेसकालको सहारा। उमेरले 30 काटे पनि बिहे गर्न पटक्कै मान्दैन। गाउँमा सोल्टिनेहरू देव भनेपछि हुरुक्कै हुन्छन्, तर उसलाई केही मतलब नै छैन। देवको अर्को राम्रो बानी, ऊ गीत मिठो गाउँछन्। गाउँमा कुनै रमाइलो नाचगान रोदी बस्नु पर्यो भने गाउँका सबै सोल्टिनेहरू देवलाई नै खोज्ने गर्छन्। यति बेला उहाँहरूकै जीवनमा आधारित यो छोटो भिडियो तपाईँहरूको माझमा स्वीकार्नुहोस्। काम गरेको भैँसी चराउने हिँड्ने यस्तै त हो नि गोठाले जिन्दगी। याद कहिले नआउने एउटा राम्रो बाटो देखाइदेऊ कि त भगवान मलाई नै मारिदेऊ कि त उनको झल्को मेटाइदेऊ।